मेरो भविष्य तिमी हौ रमेश। मैले तिमीसँग धेरै सपनाहरू देख्न थालिसकेको छु। मलाई लन्डनको लग्जरियस लाइफ चाहिँदैन। यहाँको शुद्ध हावापानी र तिमी भए पुग्छ। यदि उहाँले तपाईँको कुरा मान्नु भएन भने फेरि? मेरो मम्मीलाई मैले राम्रोसँग चिनेको छु। मेरो कुरालाई नाइ भन्ने त चान्सै छैन। मैले मेरो छोरीलाई राम्रोसँग चिनेकी छु। उसले मेरो कुरा नमान्ने भन्ने त चान्स नै छैन। त्यही भएर त रातारात आऊ भनेर तिमीलाई बोलाएको, नत्र त हाम्रो दिमागै खराब भइसक्यो थियो। धन्न तपाईँ आइपुग्नु भयो। अब भने बल्ल हामी ढुक्क भयौँ। जे होस्, तपाईँको मम्मी आएपछि अब मलाई पनि ढुक्क भयो। किन? तपाईँको मामा माजुले अहिलेसम्म मलाई मनै पराउनु भएको छैन। कमसेकम तपाईँको मम्मीले तपाईँको कुरा सुन्नुहुन्छ, तपाईँको कुरा बुझ्नुहुन्छ। हरेक नयाँ कुरा परिवर्तन गर्न सङ्घर्ष गर्ने